नमस्ते सबैलाई। यो छोटो भिडियोमा मैले चाहिँ सुर्खेतमा मैले एक दिनको यात्रा गर्दाखेरि मैले यहाँ सुर्खेतकै इतराम निवासी लीलबहादुर सार्की दाइसँग घुमफिर गरेँ र यसमा चाहिँ उहाँको जीवनी, उहाँको सङ्कट, उहाँको दुर्घटना हुने, उहाँको पालन पोषण र उहाँको एउटा साहस र आफ्नो खुट्टामा आफै उभिने एउटा साहस जसरी गर्नुभएको छ त्यसलाई मैले चित्रण गरेको छु र यसलाई उहाँले जे भन्नुभएको त्यो जस्ताको त्यस्तै मैले यहाँ प्रस्तुत गर्ने कोसिस गरेका छु। यहाँहरू सबैले हेरिदिनु होला, माथिदेखि तलसम्मै फेदसम्म हेर्नु होला अनि यहाँहरूले अलि मनमा मानवताको हिसाबले सानोतिनो सहयोग गर्नुहुन्छ भने मलाई पठाइदिनुहोस्। मेरो कन्ट्याक्ट नम्बर चाहिँ मेरो लिङ्कमै राखिदिन्छु अनि त्यही अनुसारले म उहाँलाई हस्तान्तरण गर्ने कोसिस गर्छु र यसमा तपाईँले नछुटाइकन उहाँको एउटा जीवनी र उहाँसँग गरेको मेरो यो एउटा चित्रण, उहाँसँग कुराकानीलाई यहाँहरू सबैले हेरेर सेयर, लाइक, सब्सक्राइब पनि गरिदिनु होला। धन्यवाद। तपाईँको नाम के हो? लीलबहादुर सार्की। नाम दिलबहादुर सार्की। घर के अरे? लीलबहादुर सार्की। दाइको घर कहाँ? हजुर यही सुर्खेतमै हो। अनि तपाईँको यो अपाङ्ग चाहिँ कसरी भएको भन्नु त? काम गर्दा अब मलाई भेटाएर कोहीले पैसा पनि अलिअलि केटाहरू राखेको थिएँ। अब काठमाडौँ ठाउँमा म त धेरै 2 दिनसम्म 3 दिनसम्म हिँडेछु। आफूलाई थाहा होइन, केटाहरूले भेटाएको छ सबै कपडा पनि नै एउटा ट्राउजरको भरमा एउटा हाफ टी सर्ट गरेर राख्दै यस्तो पाएको हो। अनि कुन हस्पिटलमा पुऱ्याएर छ? उहाँको त थाहा भएन। त्यहाँ त्यो ठेकदार लगेर दबाई गर्दैछ। पुलिस थियो साथमा। पुलिस थियो? कोहीले भेटाएर त मऱ्यो भनेर फाल्दै आउँदा। अनि तपाईँ चाहिँ भनेपछि लड्नको कारण चाहिँ तपाईँ बेहोस भयो त्यतिकै? त्यसपछि अनि खुट्टामा चाहिँ बेहोस भएपछि खुट्टामा कसरी भयो? मलाई यस्तै भेटायो त्यो काटेको खुट्टामा। पैतलामा काट फालिदियो होला नि त कहीँ नामामा। त्यहाँ कोहीले गाउँले पुलिसलाई खबर गरिदियो होला नि। भनेपछि तपाईँको त्यो बेहोस भइरहेको बेला अरूले काटिदियो? कपडा पनि नै केही पनि नै, मतलब मलाई हानेर के फालिदियो होला नि त कतै। अनि चाहिँ पछि काट्न चाहिँ कसरी भयो? त्यही त पैतलामा 42 टाँगा थियो। अब त्यो त्यतिकै त्यही टाँगासँग पनि हिँड्दो रहेछु। काठमाडौँ गएको त साँकुमा मलाई भेटाएछन् धेरै टाढा। त्यो मैले के भन्ने ठाउँमा भेटाएछन्। तपाईँले किन लगेर रहेछ त? त्यही त मलाई थाहा होइन। म त कता त्यो बेसबाट ढलिसकेपछि अब यस्तै काम गरेन। काम गर्ने ठाउँमा गाई बनाउँदा तिनको यस्तो लगाएर बस्ने कोठामा लगाएर राखेछन्। अब काममा गएछन्। म त उठेछुटो हिँडेछु। तपाईँ आफै हिँड्नु भएको छ अनि कसैले लगे त होइन? अनि त्यसपछि यो खुट्टा जानुको कारण भनेको क्या मैले त्यसै बेला चोट लगाएर घाउ हो। पहिला घाउ भयो? पहिला चाहिँ घाउ चाहिँ कहाँनिर भयो? घाउ त पैतलामा थियो। अहिले यहाँ काट्यो। त्यही थियो घाउ? तल थियो? तल पैतलामा। त्यो घाउ चाहिँ कसरी भयो? त्यतिकै आफै? त्यसै नै त्यसै बेला काटेको थियो। केले काटेको होला? मलाई लाग्छ त्यो सिसाले काट्यो। सिसा त्यस्तो काट्यो होला। त्यसपछि तपाईँ बेहोस भयो? बेहोस भयो। त्यहाँबाट घर आउनुमा त बाँच्छ माया थिएन क्या कोहीले पनि। त्यसपछि अनि तपाईँ यता सुर्खेत फर्किनु भयो? मलाई पुलिसले पठाइदियो। पुलिसले खबर गरेर धन फोन नम्बर दिएछु ल्यान्डलाइनको। घर नजिक उता थियो पसल, त्यसको दिएछु। त्यहाँबाट पसलले भगाइदिएछ। अनि कति यो चाहिँ खुट्टा चाहिँ नचलेको कति वर्ष भयो? 9 वर्ष। 9 वर्ष। अनि काट्न चाहिँ कहिले काटेको? अहिले 6 महिना। काटेको 6 महिना भयो? उसको 11 गते काट्यो। ल। भनेपछि योभन्दा अगाडि तपाईँ के काम गर्नुहुन्थ्यो? पहिला त त्यही लेबर मिस्त्री गर्थेँ, गाडीमा खलासी गर्थेँ। त्यहाँबाट त्यसो लेबर गरेर मिस्त्री अलिअलि भर्खर सिकाउनु भएको थिएँ। त्यहाँ चोट लाग्यो। त्यहाँ चोट लागेदेखि यहाँ हस्पिटल आएर फेरि 1.5 महिना भर्ना भएँ। त्यहाँ अलिक फ्री बाटो हिँड्ने भएको थियो पैतलामा। कहिले सन्चो हुने, कहिले फेरि जाग्ने। योचोटि जागिने बेला कस्तो अब अहिले हिँड्न त मिल्थेन। त्यहाँबाट 81 बिहान उठ्ने बेला त त्यो घाउ तलतिर थियो। त्यो माथिबाट यता फोडा निस्किने। त्यहाँबाट पिक निस्किने। त्यसपछि काट्यो? यतै सुर्खेतमै काट्यो? यहीँ काट्यो। अनि तपाईँको के छ मेन चाहिँ तपाईँको आउने खाने बालबच्चा पालन पोषण त्यसमा चाहिँ कसरी जुटाउनु भएको छ? मेरो बुढीले लेबर काम गर्थे। लेबर काम गर्नुहुन्छ? उहाँले घर बनाउने, ढुङ्गा सार्ने, ढुङ्गा इँटा मसला बनाउने। अनि छोराछोरी कति छ? छोरा 2टा छन्। अहिले ठुलै छन्, काम गर्ने त भएन।
अस्ति अब अहिले जग्गा छु म यहाँ खुट्टा काट्नु बेला पैसा त लागेन पैसा आफ्नो भन्नाले यताउता गर्दा 70-80 हजार जति खर्च भयो अरू त्यही घोडा कार्डले बनाइदियो अनि तपाईँले त्यो चाहिँ कहाँ छ त अनि छोराहरू के गर्छ त छोरो एउटा घरै बसिरहन्छ त्यो पनि लेबर गर्छ अनि दुईटै लेबर काम गर्छ उनीहरू पढ्नु त पढायो होला नि पढाएको छैनन् पढ्दैनन् नै एउटा छोरीको बिहा भयो एउटा छोरी बिहा भएको चाहिँ कता भयो घर दिगाल बामे होला अनि अर्को छोरी अघि त्यो सानो भनेपछि घरमा कमाउने तपाईँ मात्रै भयो दुईजना के दुईटा छोराले चाहिँ लेबर काम गर्ने भए लेबर होइन कुनै शैक्षिक कुनै कर्मचारी होइनन् 5 क्लास पढाएको थियो त्यही एउटा 4 क्लास पढाएको थियो एउटा 5 क्लास 6मा जानु लाग्यो अनि तपाईँको पुर्ख्यौली कहाँ हो पुर्ख्यौली दैलेक हो दैलेकबाट यहाँ सर्नु भयो भनेपछि तपाईँको घरमा अहिले कमाउने 3 जना हुन चाहिँ तर तिनले कमाउने भनेको लेबरबाटै तपाईँले चाहिँ यो अनि अटो चाहिँ कसरी किन्नुभयो त किनेको होइन कसको त्यो अर्कैको अब कमाइ जस्तै 1000 भयो भने 500 तेल हुन्छ 500 गाडीमा तेल हाल्नु पर्यो अरूको हो भाडामा लिएको भाडामा जस्तै कमा खा तले अरू काम गर्नु सक्दैन अब हिँड्न मिल्दैन अनि त्यही चलायो टोइलेटमा पानी ओसार्नु बोक्नु मिल्दैन टोइलेटमा पानी लगिदिन्छ नि त्यसो भने काममा के अनि अहिले चाहिँ के छ त यता घर भाडामा छ कि आफ्नो सानो छाप्रो छ के त्यो इत्रा खोलाको त्यो पुल छैन त्यसैमा छ ऐलानी जग्गा हो ऐलानी जग्गा भनेपछि सरकारी जग्गा त्यसमा अनि अब हामी 4 भाइ मात्रै 3 भाइ हामी भइगयौँ बाउ गरेर 4 भाइ त्यहाँ छ घर हाल्ने मात्रै छ अनि बच्चाहरू चाहिँ स्कुलमा सानो चाहिँ स्कुल जान्छन् अनि त्यो समाज के सरकारी स्कुलमा पढ्छ कि बोर्डिङमा सरकारी स्कुल टाढा छ अलि बोर्डिङमा राख्नुपर्छ अनि तल भाइरल रोडमा छ घर बोर्डिङमा आधा फिस दिने आधा सहुलियत पाएको अनि आधा चाहिँ सहुलियत गरिदिएको छ ल तपाईँ कति वर्ष भयो म त 46 वर्ष अनि म्याडमको 42 सालको हो म 36 सालको अनि अरू अब तपाईँले यो ट्याक्सी के अरे यो अटो चलाएको बाहेक अन्य स्रोतहरू के छ तपाईँको आउने आय स्रोत केही पनि छैन त्यही काम गर्ने भएपछि अब यताउता व्यवहार गरेर केही पनि छैन फेरि त्यस्तो ऐलानीमा बसेकोलाई कसैले ऊ पनि विश्वास पनि अब के ब्याङ्कसँग लोन सोन पनि दिँदैनन् होइन त्यो ऐलानीवाला चाहिँ त्यही अलिक राम्रो पूर्जा भयो पूर्जा राखेर भनेपछि तपाईँको ऐलानीमा चाहिँ पूर्जा पनि हुँदैन पूर्जा सेतो पूर्जाको विश्वास पनि हुन्न त्यही पनि एउटैको भयो बाउको नाममा छ हामी 3 भाइ उनका छोराछोरी अब उसले राख्ने कि उसले राख्ने कसले राख्ने त्यो अब 10 दूर जग्गा ठिक छ अब भनेपछि अनि कस्तो छ अब यसले कस्तो दायरा छ तपाईँको यो बिहानदेखि बेलुकासम्म अर्काको चलाइराख्यो भने कतिसम्म कमाइ हुन्छ के छ के पुगिरहेछ कि छैन हुन्न पहिला त्यही 4-5 उसलाई पनि हुन्छ ल ठिक छ अनि भनेपछि 4वटा बालबच्चा 4वटामा 2टा छोरी एउटा बिहा गरिसके 2टा छोरा लेबर काम कहाँ गर्दैछन् अहिले 2 जना लेबर पनि सिक्ने पाइन्न तिनीहरू भारी बोक्न लाज मान्नु लाग्यो अलिक ठुलो भइसकेको छ नि 17-18 वर्षको अब पढ्या भए अलिक चाहियो कता होटलमा पनि स्कुलमा कतै कहीँ यसो पिउन जाए अब त्यो पढाएको छैन अब जे काममा पनि अलिक पढाइ चाहिन्छ ठिक छ ल मैले तपाईँले यो भन्नु कारण के हुने चाहिँ मसँग आज दिनभरि यसो घुम्न जान्छौँ जाउँ भन्नु कारण चाहिँ मेरो अब साथीहरू छ 1-2वटा उहाँहरूले अब सानोतिनो तपाईँलाई मैले पनि तपाईँ देखेर तपाईँको यो एउटा कमाएर मागेर अरूलाई हात थाप्नुभन्दा आफैले सकेसम्म केही गरौँ भनेर देख्यो कि तपाईँले गरिरहनु भएको छ होइन त्यसलाई चाहिँ 1 महिना भएको थियो त्यहाँ पुरा गरेर दिए चलाउनु त्यही भएर मैले पनि भनेको अब म साथीभाइहरू छ त्यसै उनीहरूले देखाउँला होइन यस्तो छ तिमीले सहयोग गर्न सक्छौ भनेर म भन्छु होइन के हुन्छ हेरौँ अनि त्यसपछि तपाईँको नाम भन्नुहोस् त लीलबहादुर के हो सार्की ल म त्यही अनुसारले त्यो गरौँला मैले कुनै के गर्नु खोजेँ होइन कि सिम्पली तपाईँले केही सहयोग गर्न सक्छ कि भन्न खोजेर मात्र हो होइन अनि मेरो नम्बर तपाईँले राखौँला तपाईँको नम्बर म राख्छु
अनि त्यही अनुसारले अनि अब साथीभाइहरूले केही सानोतिनो सहयोग गरे भने म तपाईँलाई तपाईँको बलबच्चर छोराहरू जानिहाल्छ उनी ई सेवा होइन ब्याङ्किङ मार्फत तपाईँले त्यो गरौँला पठाउँला होइन त्यही गरौँ है त्यही गर्नलाई मैले तपाईँलाई बोलाएको हो है ल हस् सबैले चढ्छन् कोही कोही हुन्छन् तपाईँ जस्तै न त कोही कोही दिन्छन् कोही यसो खुट्टा हेर्ने बित्तिकै अब अटो धेरै हुन्छ त्यहाँबाट चढ्न लायो मान्छे नचढे जान्छ किन तपाईँले चलाउन सक्दैन भनेर हो कि हुनु डराएर एउटा खुट्टा छ के चलाउला भन्ने नदेखेकाले बसिहाल्छ अनि यस्तै मान्छे रहेछ भने अब कोही भारी सारी हाल्नुपर्छ ल यस्तो ठाउँमा म बस्छु बोलाउनु आएछ भने खुट्टा देखाइदिएपछि त्यस मान्छे उस्तै चिन्ता मान्छे ल तपाईँ यहीँ बस्नु सामान सामान जे लिनुपर्छ हामी ल्याउँछ भन्छ अलिक भनेर नबोलेर बसिहाल्छ ए सामानहरू के ल्याउनु पर्यो भने तपाईँलाई अनि तपाईँ ल्याउन सक्ने कुरा भएन अनि त्यसपछि चढ्दैन ए ठिक छ नत्र यहाँ मन्डीमा सब्जीहरू बोक्ने हुन्छ नि आफै गरेर ल्याएर हालिदिनुपर्छ कोही यताबाट हाल्नुपर्छ एउटी छ त्यसले आफै ल्याउँछ हाल्छ अरूले चाहिँ नै अब ट्राक गरेर यदि ल्याएर भन्दैन भने पनि मैले फेरि एकजना भाडामा लानुपर्छ त्यसलाई पनि दिनु पऱ्यो फेरि साउला दिनु उता बरु पेसेन्जरै बोक्नु छ पेसेन्जर पनि फेरि कोही यसो हेर्छ नि बस्न लगाए पनि अर्कोमा बसिहाल्छ त्यसको लागि आफूलाई अनि तपाईँको अहिले बस्ने घर चाहिँ के छ पक्की घर छ कि जस्तावाला छ कि के छ पाता लगाएको छ ए अनि कति कोठा छ एउटा कोठा अनि त्यत्रो कसरी सुत्नुहुन्छ त एउटा भान्सामा सुत्छ एउटा सानो अगाडिपट्टि पाली हालेको हुन्छ एउटा कोठामा अनि त्यत्रो सबै 4-5जना फ्यामिली अट्छ त छोरो यता सुत्छ नि छोरा दिदी छ अनि छोरी पहिला गाडी एउटा काखमा थियो त्यो सानो ए अनि पानी परे बेला अनि यसो गर्मी बेला त गाह्रो हुँदो होला त त्यही गाह्रो हुन्छ बाछिटा आयो पानी कहिले भित्र जान्छ ढोकाबाट जाने झ्यालबाट जान्छ एउटा कोठा ए ठिक छ अनि अहिलेको अब अरूलाई त पढाउन सकिएन त्यो सानीलाई त पढाउने मन होला नि धोको विचार गरे अर्कोमा गयो 20-22 हजार आउने महिनाको घरै आउने माग्ने त्यहाँबाट अस्ति खुट्टा काटिसकेपछि गएँ बोर्डिङमा घरै आएर बोलाएको होइन अब त्यही अहिले नि बेचौँ अब अहिले त अर्को अहिले नि हेरौँ अलि चल्थ्यो अरे जग्गा कस्तो पाइयो भनेर त्यही कुरा मात्रै गरेर तपाईँले जग्गा बेच्नु लाग्नु भएको छ अरे अनि कहिले के छ तपाईँले माया गरेर जस्तै अहिले मैले तपाईँलाई त्यस्तै 3-4 ठाउँमा गएँ होइन त्यसपछि मैले तपाईँलाई देखेपछि मलाई माया लाग्यो होइन मेरो आफ्नो एउटा दायित्व पनि हो अरूलाई सहयोग गर्ने मेरो त हात खुट्टा सबै छ नि त त्यसपछि मैले तपाईँलाई कति 2-3 ठाउँमा गएँ त्यसपछि मैले 3000 दिएँ नि त्यो जस्तै अरू कोही हुन्छ कहिले गर्छन् अहिलेसम्म 4 महिना भइगयो त्यस्तो दिन पाएको छैन ए अब कोहीले तपाईँलाई फेरि अब बिचरा उसको चढ्दिउँ न भनेर दयाले पनि चढ्दै पनि होला नि त कोही पेसेन्जर छन् त्यो सब्जीवाला छन् उसले बेचारा पेसेन्जर खोजिदिन्छ म अब त्यो गाडीबाट झर्ने कुरो हुन्न अब बस पार्कतिर आयो भने भित्र अब कोही भित्रै गएर लिएर आउँछन् अब मन्दिर जानेहरू बसेर जान्छन् त्यही आफूले लगेकै पेसेन्जरसँग जान्छन् उतिर पूजा गरेर लिएर आउँछन् मेरो अब त झर्ने कुरो पनि भएन त्यहाँबाट बाटामा भेटेपछि हाल्ने के छ अनि तपाईँले यो यतिकै ठिक छ कि कोही हुन्छ नि अहिले यो के भन्छ आर्टिफिसियल खुट्टा हुन्छ नि त्यस्तो कस्तो छ त्यो आइएनएफले बनाइदिनु खोजेको छ त्यो कसले रे आइएनएफले बनाइदिन्छु रे बनाइसकेको छ अस्ति लगाउन भएन घाउ गर्छु ए घाउ बनाउँदो रहेछ फेरि त्यसलाई अलिकति के कटनहरू राखेर अनि कस्तो तपाईँ त धेरैचोटि नलागेको मान्छे यो अचानक लाउँदा त एकदम गाह्रो होला नि एकछिन हिँड्नुमा पनि चाहिन्छ पैसा त्यो त यो जसरी पनि चाहिन्छ भित्तामा लगाएर हिँड्नु भनेर यहाँबाट उता हिँड्नु पठायो ओहोर गर्न पठायो
त्यहाँ कहीँ केही भएको छैन भने अलि लामो बनाएर छ अनि यो अर्को भयो त यो टेके पनि यो खुट्टा होटो हुने यो अर्को त्यहाँ कहीँ दुखेको छैन भने यहीँ दुखेको छ भने खोल्नुहोस् भने खोलेर हेर्नु भने छाडा त्यहाँबाट यो सन्चो गराउनु भनेको छ के त्यो पर्चे काट लिएर आऊ भने नगरपालिकाले धेरै भयो त 3 महिनाभन्दा बढी भयो त त्यो बनाउनु दिएको नगरपालिकाले नगरपालिकाले बनाउनु दियो बनाउनु दिएको आज फेरि 3000 आयो अनि के भन्छ तपाईँको अब त्यो अपाङ्ग भत्ता पाउने भयो कि अब के भयो खै आज भोलि आउँछ भोलि हामी गराइदिन्छौँ वडा कार्यालयमा गएर वडा कार्यालयले उ गरेपछि अर्को महिनाबाट हुन्छ के हुन्छ भोलि थाहा हुन्छ भन्छ त्यो भयो भने वार्षिक 30-32 हजार त आउँछ नि महिनाको 2000 दिए पनि एउटा काटिदिएको लागि त्यति दिनु ल ल ल ल पहिले पैसा अब भइदिएर आफ्नो मात्र जग्गा भइदिएर त काट्नु पर्ने थियो भनेपछि तपाईँ त्यति काट्नुपर्ने अवस्था चाहिँ थिएन अनि त्यो चाहिँ यिनीहरूले पनि तपाईँले त्यस्तो अवस्था भनेको डाक्टरले के भन्नु तपाईँ भनेन मान्छे हो के गरौँ भनेको अब बुढी पनि धेरै उ भयो 9 वर्ष त्यस बिचमा पनि काम गर्न अब त्यस्तो बजारको ठाउँमा बसेको बजारी जस्तो छ त्यो तल अरूले खाएको देख्यो भने केटाकेटी पनि खाने गर्ने पैसा त कमाउने गर्ने त्यही त घाउमा पनि सकि नसके पनि पहिला काम गरिरहेको त्यही काम गर्न नलाने न कहिले निको हुने फेरि जाग्ने अहिले धेरै काम गरिदियो भने जाग्यो अनि त्यसपछि छोड्यो अनि खुट्टा चाहिँ अनि तपाईँले भनेन सकेसम्म नकाटिदिनु होला भने अब आफूसँग भएर गयो भने उनको त्यो बिमाबाट गएको अनि अब अब राम्रो अस्पताल खोज्न नपाइने त्यही बिमाबाटै गर्नुपर्ने सरकारीबाट गर्नुपर्ने अनि त्यो काट्नलाई काट्नै पर्ने थियो के थियो पर्थेन यो पैतला भयो यहाँ तलतिरबाट चोट लागेको थियो पछि त्यहाँ यो धेरै सुनिएर ऊ हुँदा माथि पनि रहेछ घाउ यतातिर यताको निको भइसकेको भइरहेको यता मात्र थियो त्यहाँबाट काट्नु पऱ्यो भने यहाँबाट काट्नु पर्ने भन्नु लाग्थ्यो शून्य चाहिँ पुरै ठुलो भएको थियो त्यो चिरेर 5 दिन त्यतिकै राख्यो त्यो ठिक भइसकेको थियो यस्तै सफा भइसकेको थियो खुट्टो त्यहाँबाट डाक्टरले के सल्लाह अब यो एउटा बुढीवाला जसरी पनि काट्नै पर्ने रहेछ त्यहाँ भेटाइसकेको रहेछ मासु सडेर पनि त्यसलाई भेटाएको हड्डीलाई त्यसैले यहाँबाट नकाट्नु यहाँबाट काट्नु मैले भने डाक्टरलाई अब काम गरेर खाने मान्छे गरे अब काट्नु पर्दैन भने अलिक त्यो उ गरेर खर्च गरेर हुन्छ भने अब उ गर्नु पऱ्यो बिमारले धेरै खर्च नबिर्नु रहेछ 1 लाखसम्मको त त्यो काट्ने कुरा गर्न अब दबाई पनि फेरि त्यो जो महँगो दबाई यहाँ अहिले छैन अन्तबाट ल्याउनुपर्छ भन्ने नि कहिले त त्यो अब त्यो बिमा त्यही पनि वडा कार्यालयले बनाइदिएको थियो बिमा चाहिँ अब धेरै 1 वर्ष थलिसकेको थियो नि त हिँड्न नसक्नु भएर अनि पछि चाहिँ अब काट्ने निर्णय गर्यो काट्ने अनि तपाईँले पनि काट्ने भन्यो मैले काम गर्ने मान्छे हो अब यो काटेर काम गर्न मिल्दैन के गर्नु मिल्दैन भन्यो भत्ता मिल्छ त यो काट्ने बित्तिकै भने यो गर्नुला भत्ताले कहिले हो कहिले देलान हेर्न देलान नकाटे त पछि फेरि माथि सर्दै आयो भने माथिबाट काट्नुपर्छ भन्नु लाग्यो डर देखाउनु त्यसपछि काट्यो तलबाट काट भनेको तिमीलाई काट मैले भनेको हेतीबाट काट्नु भनेको थिएँ हेतीबाट भयो त आफ्नो हुन्थ्यो त्यहाँ हुन्छ भनेर अब सही गर्नु पऱ्यो त्यहाँबाट सिग्नेचर नाम लेख्यो भने त्यहाँबाट काट्नु लाग्यो यो आधा मर्दो रहेछ बिहान 6 बजेबाट गएको भित्र 11 बजीतिर डाक्टर आयो 11 बजी सुरु भयो काट्न 2 बजे काटेर भ्यायो पछि अब उठ्न पनि नदिने आफूलाई थाहै नै कहाँबाट काटेको नि के पछि बेलुका उठ्ने बेला हेर्ने बेला यो त ठुटो त्यो बेड बार गरेर यहाँ बाँधेर
दुःख लाग्यो होला तपाईँलाई त है धेरै त्यसपछि दुःख लाग्यो तर यता हाम्रो यो अपाङ समाजमा पनि गएँ तपाईँले पैसा बनाउन सक्नुहुन्छ कि फेरि त्यहाँ न जग्गा न के विश्वास पनि कसले गर्छ अपाङ्गसँग खुट्टा काटिहाल्यो पहिले त विश्वास गर्दैन अब केही न केही पनि छैन के अब काटिसकेको झन् कसले के दिन्छ र भन्ने मान्छन् अनि अपाङ्गसँगले पनि के भनेन अपाङ्गसँगले सल्लाह मात्रै दियो हामी तपाईँ अब निःशुल्क खुट्टा मिलाइदिन्छौँ कोसिस गर्छौँ है किन त्यहाँ उसले फेरि त्यही आइनेमा पठायो किन आपसमा सल्लाह गरेर खुट्टा त तयार भएको छ फेरि पैसा माग्ने कि पनि डर लाग्छ ए त्यो तयार भएको चाहिँ पैसा माग्दैन होला एकचोटि फोन गर्नु न फोन गर्नु सोध्नु होइन पैसा त्यो लगायो भने के छ अलि राम्रो छ कि छैन खुट्टा त ठिक छ ए त्यो लाउँदै राम्रो छैन हिँड्नु मिल्ने त्यो रातमा सुत्नु बरु यो काटेसम्म काटेदेखि त्यो सब घाउ निको हुने बेला पनि यो गाडी चलाएर हिँड्छ 1 महिनापछि अब घरमा काम लेबर काम पनि फेरि अझ अब त्यस्ता चढ्नु पर्यो माथि पुग्नु पर्यो बोक्नु पर्यो त्यो त सकिन्न होला फेरि त्यस्तो अनि त्यो तपाईँको त्यो खुट्टा चाहिँ त्यो आर्टिफिसियल खुट्टा छ नि अनि त्यो चाहिँ फेरि लिन गएछन् अहिलेसम्म कार्ड बनायो भने त्यो कार्डको लागि ए त्यो कार्ड बनाएपछि तेल दिन्छ दिने भनेछ अनि वडाबाट फेरि सिफारिस लानु पर्यो ए अनि पैसा लिन्छ कि फ्रीमा हो पैसा त खै लड्नको लागि मैले कुरा गर्दा फ्रीमा पैसा माग्न खोज्लान् छैन भन्नु भन्थ्यो अपाङ्ग उसले सल्लाह मिलेको हातमा बाहिर त्यहाँ पनि त्यही कुरा गरेर खुट्टा तयार भएको छ त्यहाँ जुत्ता पनि लगाइदिनु रहेछन् त्यो जुत्ताको पैसा चाहिने